कहिले बन्ला बालेन सरकार? अझै कति टाइम लाग्छ? हजुरलाई जान्न छ भने सुन्नुहोस्। प्रत्यक्षतर्फका सबै 165 सिटको परिणाम घोषित भइसकेको छ र समानुपातिक तर्फको मतगणना लगभग सकिने लागेको छ। समानुपातिक तर्फको मतगणना सकिएपछि आयोगले दलहरूलाई समानुपातिक सांसदको सूची टुङ्ग्याउन समय दिन्छ। त्यसपछि संविधान अनुसार 33% महिला, जनजाति, दलित, मुस्लिम सबै क्लस्टर मिलाएर दलहरूले समानुपातिक सूची आयोगलाई बुझाउँछ। त्यसपछि आयोगले सो कुरा पूरा भएको नभएको जाँच गर्छ अनि मात्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छ। समानुपातिक सांसदले प्रमाणपत्र पाएपछि प्रतिनिधि सभामा निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जानेछ। आयोगका अनुसार यो प्रक्रिया चैतको पहिलो सातासम्म पूरा हुने सम्भावना छ। प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। संविधानको धारा 67(1) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिन्छ। त्यसअनुसार राष्ट्रपतिले आफ्नो संघीय दलको नेता चयन गरेपछि वरिष्ठ नेता बालेन शाह चैतको दोस्रो सातातिर प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको छ। बुझ्नुभयो? बालेन सरकार कहिले बन्छ?